नाम बोलेर जानु पर्छ केटा नाम आउँछ हाम्रो बिस्तारै अब सबजनालाई बसिरहेको छ नाम गुरिरहेको बस्दा बस्दा 5 घन्टा भयो हो यार एकछिन नाम आउँछ नाम भन्दैन देखि 11:30 बजे हिँड्दैछौँ बेङ्गलोरको लागि एक दिन यहाँ रातभरि बस्यो आँखा हेरेन कस्तो छ कस्तो भएको छ पुरा आगो तापेर आगो बालेर आगो तापेर बसेको हामी अब टक्क बिहान दोस्रो गाडीमा हाल्यो अहिले दोस्रो गाडीमा यिनीहरू गाडी बदल्दा यहाँ खत्तम गरेको छ नेपालीहरूलाई भेडा बाख्रा सम्झाएको थियो यिनीहरूले त्यति हो अरू के अनि त्यही हो अब त्यति हो ल बाई बाई महाकाली बेङ्गलोर सब मान्छेहरू जङ्गल है साथीहरू यी जङ्गलमा इन्डियाको जङ्गलमा इन्डिया जानेछ बेङ्गलोरको जङ्गल बिचमा छ जङ्गलै जङ्गल कुन ठाउँहरू रोकेछ यहाँ थाहा छैन के भएर यहाँ अब खाना रोकिरहेछ हामी यहाँ खाना ल अब खाना रोकेछ हामी कुन ठाउँ थाहा छैन होइन आजले खाना त्यस्तो भ्लग हालिदिनुपर्छ छोरछोरे ठिक छ ल हाम्रो बस यो खाना रोकिरहेछ यहाँ यता जाने हो कतैतिर यो हाइवे अब खानासाना खाएर लाग्नुपर्छ आज खाना खानेछ खाना खानेछ भाइ यो सलाड भयो यो चिकन यो ग्रेभी यो भात भयो रोटी बल्ल खाना भोक लाग्यो लास्टै भएर भोक लागेर अब ल्याम छिराइदिनुपर्छ अब पेटमा अब खानासाना खाएर लागेछौँ हामी अब यो भयो नि खानासाना खाइसक्यो दुईजनाले के गर्ने राजी भइसक्यो ल अब जानुपर्छ बस्नु चढेर गाडी भइसक्यो बस्नु चढ पर्ने अब 3 दिनपछि पुग्ने हो बेङ्गलोर राजस्थानमा छौँ हामी त्यसैले कहाँ थाहै छैन इन्डियाको रोड यस्तो छ साथीहरू पुरा पार लागिसक्यो खतरा छ पछाडि हेर्नु नि पछाडि देखाउनु भएन क्या यहाँ देखा भयो छोड्यो के त यहाँ छ मस्त हेर्दैछ हामी भ्यू हेर्दै जानेछौँ कि इन्डियाको पहाड कस्तो छ सेम तराई जस्तो छ अरे हाम्रो नेपालको जस्तै बत्रुक पुरा हुँदैछ साफ सुथिरहेको यसै गीतमा है गीत त बज्दैन कहाँ बज्छ त बज्दैन आधा रातमा उठिएको चोरो तानालाई यताउति हामी त अहिले कहाँ पुग्यो